जीवन नै परिवर्तन हुन्छ जस्तो लाग्छ मलाई त यता आएर। पहिला त एकदम रोटेर पढ्ने, जति पढे पनि 3-4 घण्टासम्म बुकलाई पढे पनि एकछिन आउने त्यसपछि त्यतिखेर बिर्सिने हुन्थ्यो। अहिले चाहिँ 10-15 मिनेटमा एकदम याद आउने, जतिखेर लङ टाइमसम्म सम्झन सक्ने भएको छ अहिले चाहिँ। यो क्लास चाहिँ सबैले एकचोटि सबैले लग्नु चाहिँ भन्छु म, किनकि यो क्लास लगेर जीवनमा धेरै परिवर्तन हुन्छ, आफ्नो जीवन नै परिवर्तन हुन्छ जस्तो लाग्छ मलाई त यता आएर। यो टिप्नीबाट 77वटा जिल्लाका नाम अनि हिमालका हाइटहरू अनि नम्बर सबै याद गर्नलाई सजिलो भएको छ अहिले। एकदम इफेक्टिभ। पहिला चाहिँ म यति पढ्दाखेरि मलाई यति हुन्थ्यो कि पढेको कुरालाई 4-5 घण्टासम्म पढेर पनि म दिमागमा कति पनि याद गर्न नसक्ने विद्यार्थी हो। अहिले चाहिँ मलाई बोल्दाखेरि पनि पहिला पनि एउटा-दुईटा मान्छेको अगाडि पनि नबोल्न सक्ने मान्छे मैले यता आएर अहिले बोल्न सक्ने भएछु। मलाई धेरै खुसी लाग्यो। पहिला चाहिँ सरले अब यस्तो त्यहाँबाट प्रवचन गरेर पढाउँछन् होला, हामीलाई के गर्दैन होला भन्ने सोचेको थिएँ। त्यस्तो होइन, साथीहरूको जस्तै गरेर हामीलाई यता सिकाउने 9-10-12 बजेसम्म जति बजेसम्म बस्दा नि सर सिकाउनुहुन्छ। एकदम धेरै खुसी लागिरहेछ। पहिला त यस्तो हुन्छ र जस्तो लाग्थ्यो, खै त्यो रोटेरै भन्ने जस्तो लाग्थ्यो। अहिले यता आफू प्रत्यक्ष आएर लाइभमा देखेर यस्तो पनि हुन्छ रहेछ जस्तो लाग्छ। यो क्लास चाहिँ म चाहिँ भन्छु कि 9-10 वर्षदेखि सबै लोकसेवाको तयारी गर्ने सबै विद्यार्थीले सबैले लग्दा राम्रो हुन्छ जस्तो लाग्छ मलाई, मेरो हिसाबमा चाहिँ। मेडिटेसनले चाहिँ हाम्रो दिमागमा एकदम शान्त, जे काम गर्दाखेरि पनि जे कुरा गर्दाखेरि पनि मलाई एकदम शान्त भएर गर्न मन लाग्छ।